जनकपुर 5 कारणले विख्यात छ। धार्मिक ग्रन्थलाई हेर्ने हो भने जनकपुरमा राजा निमिले घोर तपस्या गर्नुभएको थियो। अर्को, जब मिथिलाको स्थापना भयो त्यो समयमा यो स्वर्ण भूमि थियो, अर्थात् स्वर्णको खानी थियो यो भूमिमा। र अर्को, यो मिथिलाको निर्माणमा राजा मिथिले योगदान दिनुभयो, उहाँले तपस्या गर्नुभयो र उहाँको नाउँमा यो भूमि रह्यो। अर्को, शिवको धनुष राखिएको थियो यो भूमिमा, यो पुण्य भूमिमा शिवको धनुष राखिएको थियो। र अर्को, राजा जनकले यज्ञ गर्दाखेरि सीताको उत्पत्ति भएको थियो। यो भूमि यस्तै भूमि हो। तर आज यो भूमिको पहिचान फरक भएको छ। आज यो भूमिको संरक्षण सम्वर्धनको निमित्त कुनै पनि सरकारको ध्यान गएको छैन र फोहर भूमिको रूपमा रूपान्तरित भएको छ। जताततै फोहोरै देखिएको अवस्था छ। र आज हामी यो विषय आजको क्रममा के जानकारी दिन्छौँ भने वास्तवमा जनकपुरको फोहोरको समस्या समाधान हुन्छ हुँदैन, यसका विषयमा विज्ञहरूको या यस विषयमा सामाजिक अभियन्ताहरूको धारणा के छ? के जनकपुरमा जनप्रतिनिधिहरूले चाहेर पनि सफाई हुन सक्दैन? हामीसँग हुनुहुन्छ रुबी झा, सफाई अभियन्ता हुनुहुन्छ, सरसफाई सञ्चालन गर्नुहुन्छ, विभिन्न ठाउँमा एउटा अभियानको रूपमा सञ्चालन गर्नुहुन्छ। उहाँसँग हामी जनकपुरको यो समग्र अवस्थामा सफाई किन भएन भनेर उहाँसँग जान्ने प्रयास गर्छौँ। तपाईले सफाई गर्नुभयो, त्यो अभियान बनाउनु भयो या होइन, यतिकै यो सफाई गरौँ भनेर के गर्नुभयो, यसको के थियो तात्पर्य? पहिला म सम्पूर्णलाई नमस्कार गर्छु र हजुरले मलाई यो शब्द राख्नको लागि मौका दिनुभएकोमा म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। वास्तवमा हामीले यो जनकपुर सरसफाई होस् भनेर अभियानमै जुटेका हौँ। तर धेरै दिनदेखि अभियान गरि पनि रहेको छु, कन्टिन्यू भइ पनि रहेको छ, विभिन्न ठाउँमा पनि भइरहेछ र कतियौँ अभियान हप्तामा चलि पनि रहेको छ होइन। तर पनि जनकपुर सफा भएन। त्यसको कारण हो यहाँको म्यानेजमेन्ट। जबसम्म हामी अभियानीले झाडु लिएर मात्र एक ठाउँ दुई ठाउँ सफा गर्छु भनेर त्यो गरेर साध्य छैन। जनकपुर कदापि सफा पनि हुने छैन।
जबसम्म यहाँको व्यवस्थापन जुन छ हाम्रो पालिका छ उपमहानगरपालिका छ होइन उहाँहरूको जस्तो हाम्रो यहाँ एउटा ठुलो विडम्बनाको रूपमा ल्यान्डफिल साइट पनि आइरहेको छ होइन किनभने त्यो जबसम्म ल्यान्डफिल साइट हुँदैन तबसम्म दिनहुँ निस्किएका फोहोर कहाँ गएर थुपारिन्छ त विभिन्न ठाउँमा घरको निस्केको फोहोरहरू रोडमा यसरी बुझौँ कि स्थानीयवासी चाहन्छन् सफाई गरौँ तर तिनीहरूलाई फोहोर फाल्ने ठाउँ नभएर या फोहोर फाल्ने ठाउँको अभावको कारणले यस्तो समस्या आयो त्यो पनि समस्या हो र त्यो सिस्टममा ल्याउन पनि समस्या हो त्यो सिस्टममा आउनु पर्यो जस्तै हामी टोल विकास समिति होस् या वार्ड अध्यक्षहरू ज्यू हुनुहुन्छ होइन उहाँहरूकै रोहबरमा होस् बरु हामी शुल्क निर्धारण गरेर रिक्सा सञ्चालन गर्नु पर्यो कि टोलमा त्यो के भन्छ गाडी मगाउनु पर्यो त्यो व्यवस्थापन भएको भए हामीलाई मलाई लाग्छ स्थानीय हामी टोलवासीहरूलाई सहज हुन्थ्यो कि जस्तो लाग्छ। भन्नुहोस् त जसरी तपाईँको यो फोहोर देखियो होइन जतिसुकै सफाइको कुरा गरे पनि तपाईँहरूले गर्नुभयो त्यो अभियान नै भयो महासफाई अभियान भयो के चल्यो तर जतिसुकै देखिए पनि जे भए पनि अवस्था त्यस्तै थियो त्यस्तै रह्यो अहिले पनि त्यही हो जतिसुकै राज्यले खर्च नगरपालिकाले पनि पैसा खर्च गरेको छ तपाईँहरूको पनि अभियान छँदैछ यी सबै हुँदाहुँदै पनि देखिएको अवस्था के हो भने फोहोर अहिले पनि छ जनकपुर फोहोर नै छ जबसम्म यो म्यानेजमेन्ट हुँदैन सिस्टममा आउँदैन तबसम्म जनकपुर सफा हुन सक्दैन फोहोरलाई सही ठाउँमा पुर्याएर फोहोरलाई कसरी हामी व्यवस्थापन गर्ने त्योतर्फ लाग्दैनौँ हामी तबसम्म यो अभियान चलाएर या केही गरेर त्यो फोहोर जनकपुर सफा हुन्छ भनेर साध्य छैन मलाई जस्तो लाग्छ। जसरी विकल्पको कुरा गरौँ न यदि जनकपुरलाई हामीलाई सफा गर्नु छ भने त्यसको लागि के गर्नु पर्यो विकल्पको कुरा लिन भने सबैभन्दा पहिला हामीलाई नगरपालिका वहाँ ल्यान्डफिल साइड खोजेर होइन जसरी हामी टोल विकासदेखि लिएर प्रत्येक टोलमा टोल विकास गठन गरेर बरु प्रत्येक घरबाट 100 रुपियाँ होस् या 2 रुपियाँ मासिक शुल्क निर्धारण गरेर त्यसलाई त्यो सफाई कचरा लिने कर्मचारीदेखि लिएर रिक्सा होस् या गाडी ट्र्याक्टर होस् त्यो व्यवस्थापन गरेर त्यो कचरालाई हामी प्रत्येक दिन आफ्नो घरको अगाडिको कचरा घरमै राखेर बरु गाडी आएको बेला त्यो गाडीमा राखेर त्यो फोहोरलाई हामी ल्यान्डफिल साइटसम्म लगेर त्यसलाई व्यवस्थापनतर्फ लग्छौँ भने मलाई लाग्छ कि यो फोहोरको समस्या समाधान हुन सक्छ। अर्को कुरा के छ भने यहाँको व्यापार त्यसपछि अस्पताल यिनीहरूले धेरै फोहोर फाल्छन् सबैभन्दा धेरै तिनीहरूलाई व्यवस्थापन गर्ने कुनै निकाय देखिएन जसले व्यवस्थापन गरेर त्यसलाई फोहोर नफाल्ने वा फोहोरलाई व्यवस्थापन गर्ने यस्तो समस्याहरू देखियो केवल स्थानीयवासीकै कारणले त्यति फोहोर निस्किँदैन मेन व्यापार र यो चिकित्सकहरू अस्पतालहरू यिनीहरूको धेरै फोहोर छ जो हामीलाई खतरनाक पनि छ र समस्या पनि छ। हेर्नु मलाई लाग्छ यो हामीले चिकित्सक भन्नुभयो उहाँहरू त आफै बुझ्ने हुनुहुन्छ जस्तो अञ्चलै अस्पतालको कुराले विभिन्न नर्सिङ होमको के अरे भन्छ हामी कुरा गर्छौँ हामी महाराजागञ्ज 2 हप्तादेखि कन्टिन्युटी सफा गरिरहेको छौँ त्यहीँ नजिकमा विभिन्न प्राइभेट हस्पिटलहरू छ उहाँहरू त्यति पैसा कमाइराख्नु भएको छ तर त्यो फोहोरहरू त्यहाँ के भन्छ पोखरीको अगाडिमा त्यस्तै फालिराख्नु भएको छ सिरिन्जदेखि लिएर त्यो सबै थोक लिएर उहाँहरू 2-4 हजार रुपियाँ मलाई लाग्छ उहाँहरूलाई खर्च गरेर त्यो फोहोर व्यवस्थापन गर्न सक्नुहुन्छ र उहाँहरूलाई त्यति जनचेतना पनि छ तर पनि उहाँहरू त्यस्तो काम गरिराख्नु भएको छ। सबै कुरा स्थानीय सरकार या हामी आफू पनि सचेत हुनु पर्यो कि हामीलाई आफूबाट निस्केको फोहोर कसरी व्यवस्था गर्ने कसरी व्यवस्थातर्फ लाग्छ भने त्यो कुरा हामीलाई पनि ज्ञान हुँदा पनि हामी तपाईको उद्योगको यदि तपाईँ उद्योगलाई दर्ता गर्नुहुन्छ भने त्यसलाई त सोध्ने जसले दर्ता गर्छ जुन निकाय छ त्यसले त सोध्ने हो नि तपाईँले यदि यो दर्ता त म गर्छु तपाईँको उद्योगबाट निस्किने फोहोर कहाँ फाल्नुहुन्छ उसको व्यवस्थापन के त्यो अस्पताल पनि एउटा उद्योग नै हो हैन त्यसलाई पनि त्यसैमा जोडौँ कि यदि अस्पताललाई हामीले सोध्नु पर्ने हो तपाईँलाई हामी दर्ता गर्दैछौँ तर तपाईँले त्यो फोहोर कहाँ फाल्नुहुन्छ भने सोध्ने निकाय त हुनु पर्यो नि हुनु पर्यो त्यो निकाय हुनु पर्यो किनभने यहाँ हस्पिटल छ निकाय किन त्यसलाई निगरानी टिम पनि हुनु पर्यो वास्तवमा त्यो फोहोर कहाँ गइरहेछ तर त्यस्तो देखिएन जनकपुरमा अर्थात् जनप्रतिनिधिहरू जिम्मेवार देखिएन त्यो पनि बुझौँ। अब जनप्रतिनिधि जिम्मेवार देखिएन भनेर
म तपाईँलाई कसरी डाइरेक्ट भनौँ, किनभने त्यो जनप्रतिनिधिले दर्ता गरिराख्नु भएको छ कि अब तपाईँको यहाँ हाम्रो त्यो दर्ता उद्योगहरू कम्पनीहरूबाट दर्ता भइरहेको छ। मलाई लाग्छ यहाँ सबैको कमी कमजोरी देखिरहेको छु म त, एउटा जनप्रतिनिधिको मात्रै कमी कमजोरी होइन, किनभने हामी लज्जित हुनुपर्ने अवस्था छ। हामी लज्जित भइरहेका छौँ, हामी पनि लज्जित भइरहेको छौँ। एउटा अभियानमा जुरेर हामी धेरै लज्जित भइरहेको छौँ, किनभने अभियानमा जुर्ने बित्तिकै हामीलाई यहाँदेखि नेपालको सबै ठाउँमा अभियान चलिरहेछ, त्यहाँबाट हामी सम्पर्कमा छौँ। अस्ति भर्खर हाम्रो उता के भन्छ तपाईँको पहाडतिरबाट अभियन्ताहरू आइराख्नु भएको थियो। उहाँ व्यस्त भएर हामीसँग सम्पर्क गरेर नगरपालिकामा सम्पर्क नगरिकन उहाँ रिटर्न जानुभयो। उहाँसँग टाइम नभएको कारणले उहाँले भनिराख्नु भएको त रुबीजी कति फोहोर छ जनकपुर, किन यति फोहोर छ, किन नगरपालिकाको दायित्व छैन र यो फोहोर उठाउनको लागि। उहाँले हामीसँग 100 प्रश्नहरू गरिरहेको थियो। हामी पनि लज्जित छौँ यो प्रश्नमाथि, किनभने हामी पनि त प्रत्येक शनिबार कहीँ न कहीँ फोटोमा आइरहेको हुन्छु। आज यो सरसफाइ गरेको छु त हिजो त्यो सरसफाइ गरेको छु भनेर त हामी माथि पनि प्रश्न आइरहेको छ। जनकपुरमा जति चुनाव भयो नि, जति स्थानीय तहमा चुनाव भयो सुरुदेखि नै अहिलेसम्मको, र सबमा एउटा कुरालाई के एजेन्डा बनाइयो भने सरसफाइलाई एजेन्डा बनाइयो। कतिले यसलाई सकारात्मक पक्ष पनि भने कि अब यो सरसफाइ पनि एजेन्डा बन्दैछ, तर त्यो एजेन्डामा मात्र सीमित भयो कि त्यसलाई समाधान गर्ने निकाय देखिएन। अहिले पनि त्यही अवस्था छ कि एजेन्डामा हाम्रो त्यो फोहोर छ तर गर्नुपर्ने इच्छा शक्तिको अभाव छ। हेर्नु, एजेन्डा बनाएर मात्रै हुँदैन, त्यो पेपरमा मात्रै सीमित गरेर पनि हुँदैन। त्यो एजेन्डा बनाएर त्यो हामीलाई भित्रबाट त्यसलाई एक्सेप्ट गरेर कसरी हुन्छ त्यसलाई अब त्यसको टिम गठन गर्नुपर्छ कि त्यसको व्यवस्थापनतर्फ कर्मचारी बहाली गर्नुपर्छ, के गर्नुपर्छ त्यो गरेर त्यसलाई समस्याको समाधान गर्नुपर्छ, न कि त्यो एजेन्डा बनाएर पेपरमा सीमित गरेर। अहिले प्रदेश सरकारले एउटा महत्त्वपूर्ण कार्यक्रम ल्याएको छ, उसको चलिरहेको छ मुख्यमन्त्री स्वच्छता अभियान। त्यसको कारण के, त्यसको त्यही हो विभिन्न ठाउँमा भएका व्यक्तिलाई सरसफाइप्रति चेतना जगाउने र सफाइप्रति या जहाँ पालिकाहरूमा वा जहाँ यो पोखरीहरूमा यस्तो अवस्था छ, दूषित छ, त्यसलाई समाधान गर्ने भनेर सरकारको छ। त्यो योजना 2-3 वर्ष भइसक्यो चलेको, त्यसको पनि प्रभावकारिता देखिएन। तपाईँहरूको दृष्टिकोणमा के वास्तवमा प्रभावकारिता छ या छैन, के छ? हेर्नु, अब मुख्यमन्त्रीको स्वच्छता अभियान के कसो छ, हामी अहिले यति दिनदेखि अभियान चलाइरहेको छु। उहाँको अभियान र हाम्रो अभियानमा कहिले एक ठाउँमा हामी पढेर कुनै अभियान पनि चलाएको छैन। तपाईँहरूसँग सहकार्य गर्नुभएको छैन? हामी पनि गएको छैन होइन उहाँलाई, तर उहाँहरूले पनि हामीलाई सहकार्य गरेर खोज्नु भएको छैन अहिलेसम्म। किनभने जब मुख्यमन्त्री स्वच्छता अभियान चलिरहेको छ भने उहाँहरूको पनि दायित्व बन्छ, किनभने हामीलाई कुनै न त नगरपालिकाले न त के भन्छ मुख्यमन्त्री स्वच्छता अभियानले या त के भन्छ केही दिएर हामीले गरेछौँ भने त्यस्तो होइन। हामी स्वच्छले कि हाम्रो जनकपुर कसरी सफा होस् भनेर एक दिन हामीले हप्तामा टाइम दिइरहेको छु। त्यसले गर्दा पनि जनकपुरको चेतना होस्, ठाउँमा सफा होस् भनेर हामी अभियान चलाएको छु। तर हामी आफ्नो अभियानमा आफैमा सीमित छु, नत्र हाम्रो स्वच्छता अभियान त्यो मुख्यमन्त्रीको स्वच्छता अभियानसँग हाम्रो कुनै पनि अहिले सहकार्य छैन। तपाईँहरूसँग या सरकारले तपाईँहरूसँग कुनै सहकार्य गरेको छैन? अहिलेसम्म केही गर्नुभएको छैन। त्यो स्थानीय तह भयो किनभने तपाईँहरू अभियान चलाउने हुन्छ नि, त्यो अभियानको प्रभाव पनि छ। विगतमा जसरी धेरै फोहोर थियो त्यसमा कमी आयो, अनि त्यो अवस्थामा के देखियो भने तपाईँहरूको अभियानले पनि कतै न कतै प्रभावकारिता छ र तपाईँहरूसँग यदि सहकार्य गर्यो, एउटा नीति निर्माणदेखि गर्यो भने त्यसमा सम्भव छ जनकपुर सफाइ भनेर देखाइरहेको अवस्था छ। त्यस कारणले पनि चूँकि कुनै निकायले तपाईँसँग सहकार्य गरेको छ कि छैन तपाईँहरूसँग समग्रमा हामीसँग सहकार्य गरेका छैन।